म सही कुरा गर्छु म फ्ल्याट्टै भनिदिन्छु के हेर सानी दिनमा 10 ठ्याक हाने केटासँग बिहा गरे नि कसम तिम्रो जिन्दगी सुध्रिन्छ ल मारको त्यही छ कि क्या तिम्रो बोयफ्रेन्ड बुढा हो हेर उसले अहिले कल्पना गरिसक्यो हेर त अहिले यस्तो सपना देख्दा यस्तो आँखा हेर्नु न मेरो सरहरू आँखा हेर्नु यस्तो आँखा गरेर सपना देख्न थालिसक्यो बिचरा सानीजीले एक्लै बोयफ्रेन्ड बिचरा बोलिरहेको छ त कहिले कहिले त बोयफ्रेन्डलाई सुँग्न लगाउनु चाट्न लगाउनु सुँग्न चाट्न लगाउनु न कहिले काहीँ त बोयफ्रेन्डलाई कस्तो खुसी हुन्छ बोयफ्रेन्ड कहिले काहीँ त सुँग्न लगाउनु क्या ठुस्स लाएर सुँग्न लगाउनु जिब्रो गरेर चाट्न लगाउनु क्या कहिले काहीँ त कति खुसी हुन्छ हो कि सरहरू भन्नु सरहरू तपाईँहरू आफै भन्नुहोस् न लाग्दो त खोल्यो ड्याङ्का ठोक्यो के मजा भने कि किस खाँदै फिलमा आएर न पुरै फिल कन्ट्रोल चाटेर हुन्छ नि एउटा होइन ए छिटो त्यो के मजै छैन क्या एकदम हुन्छ नि अब आउँला कता घुसाने त्यो तपाईँलाई थाहा होला होइन त्यो मैले भन्नै पर्दैन छोरा मान्छेको बानी चाहिँ एउटा नराम्रो छ कि एउटा बानी चाहिँ सबैको नराम्रो छ कि मेरो होस् या तपाईँको होस् होइन म डाइरेक्ट भनिदिन्छु होइन माथि हामी यसरी किस खाएर हुन्छ नि होइन तर एउटा हात चाहिँ हाम्रो तलतिर पुगिसकेको हुन्छ कि अब अगाडि पुग्छ कि अब पछाडि पुग्छ त्यो चाहिँ मलाई थाहा छैन होइन यहाँ किस खाइरहेको छ नि एउटा हात चाहिँ स्योर तलतिर हो कि स्योर हो कि तलतिर कि पछाडितिर सबजना डबल गरिदिनु ल